Hello guys, welcome another back to my video है त। अब आज चाहिँ म अर्को अलि अर्कै नयाँ तरिकाको भिडियो चाहिँ म लिएर तपाईँहरूको माझ आउँदैछु र अरू बेला चाहिँ मैले भ्लग भिडियोहरू बनाएर हाल्थेँ भने चाहिँ म आज तपाईँहरूको माझ चाहिँ अलिकति टेक्निकल भिडियोहरू पनि हालिदिउँ न त भनेर मैले टेक्निकल भिडियोहरू लिएर आएको छु हैन। सो त्यो टेक्निकल भिडियो चाहिँ के कस्तो लाग्छ हैन तपाईँहरूले हेरेर जानकारी दिनु होला र सिक्नु पनि होला हैन। अब कुनै कुनै कतिपयलाई त थाहा नहुन नि सक्छ हैन। अनि सो त्यही भएर थाहा नहुने मान्छेलाई चाहिँ एकदम बेस्ट हुनेछ है। अनि आजको खास खास टेक्निकल भिडियो चाहिँ के रहेछ भन्दाखेरि चाहिँ आजको टेक्निकल भिडियो चाहिँ VNFबाट चाहिँ भिडियो कसरी एडिटिङ गर्ने भन्ने विषयमा चाहिँ म तपाईँहरूलाई सिकाउँदैछु है त। है VNFs भनेको चाहिँ भिडियो एडिटर गर्नको लागि चाहिने बेस भनेको बेस भन्ने नै लाग्छ हैन। तर हुन त अब कुनै कुनैलाई अब अहिले त क्यापकट पनि छ अनि काइन मास्टर छ हैन। अब VNFs हैन धेरै थरीका एप्सहरू पनि छ। त्यसबाट पनि तपाईँहरूले भिडियो एडिटिङ गर्न सक्नुहुन्छ है। अब थाहा हुने मान्छेलाई त यो सिकाउनै पर्दैन। मैले भनेको यो मैले सिकाएको कुराहरू चाहिँदैन हैन। जति पनि थाहा नहुने मान्छेहरूलाई चाहिँ यो एकदम बेस्ट भिडियो हुनेछ र म चाहिँ अब सिकाउने तर्फतिर जाँदैछु है त। यो VNFsमा जानु होला। अनि यो VNFsमा गइसकेपछि यहाँनिर यो प्लसको चिन्हमा धापिदिनु होला। अनि प्लस चिन्हमा धापिसकेपछि न्यू प्रोजेक्ट छ नि यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँनिर न्यू प्रोजेक्ट लेखेको यो न्यू प्रोजेक्टमा धापिदिनु होला। अनि यो न्यू प्रोजेक्टमा धापिसकेपछि सेभ भनेर लेखेको हुन्छ। अनि यसमा चाहिँ अब तपाईँहरूले यहाँबाट चाहिँ भिडियोहरू उता लगेर तपाईँहरूले एडिटिङ गर्न सक्नुहुनेछ र मैले यो भिडियो चाहिँ चुज गरेँ। अनि नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि यस्तो यहाँनिर आउँछ हैन। अनि यसको यो VNFबाट भिडियो एडिटिङ गर्नुको फाइदा चाहिँ के रहेछ भन्दाखेरि अब यहाँदेखि म्युजिकहरू ब्याकग्राउन्ड साउन्डहरू यहाँबाट राख्न मिल्दो रहेछ हैन। यहाँ यो माथि यो यहाँबाट ब्याकग्राउन्ड म्युजिक यहाँबाट राख्न मिल्दो रहेछ। अनि यो ती भनेर लेखेको छ नि यहाँबाट चाहिँ अब आफ्नो टाइटलहरू लेख्न मिल्छ। जस्तै यहाँनिर मैले अघि मेरो भिडियो चाहिँ टिकटकबाट टानेर यहाँ यसो तपाईँहरूले सिकाउनुको लागि मैले यहाँ लिएर आएको छु हैन। यो टिकटक यो भिडियोमा चाहिँ यहाँ लास्टमा चाहिँ टुप्पोमा चाहिँ यता राइट साइडतिर चाहिँ टुप्पोमा चाहिँ मङ्गोलियन श्री भनेर लेखेको छ हैन। अनि यो टिकटकको लोगो पनि देखाइरहेछ हैन। अनि हो सेम यस्तै गराउनको लागि चाहिँ यस्तै देखाउनको लागि ठ्याक्क यो लेखेर यहाँनिर राख्नको लागि चाहिँ यो टिप टु एड सबटाइटल भनेर लेखेको छ नि हो यहाँबाट चाहिँ तपाईँहरूले गर्न मिल्छ। अनि यो प्लस अनि तल लास्टको यो टप टु एड स्टिकर टिप भन्ने छ नि हो यहाँबाट चाहिँ तपाईँहरूले चाहिँ फोटो राख्न मिल्छ हैन। जुनै पनि तपाईँहरूले भिडियोमा चाहिँ फोटोहरू यहाँबाट राख्न मिल्छ हैन। अनि त्यसपछि भयो यहाँनिर कोभर लेखेको छ। यो कोभरबाट चाहिँ तपाईँहरूले यहाँबाट पनि तपाईँहरूले अब यहाँनिर एडिट विथ फ्लो स्टुडियम यहाँबाट चाहिँ तपाईँहरूले हरेक टेम्प्लेटहरू चाहिँ तपाईँहरूले यहाँबाट चुज गरेर हाल्न सक्नुहुनेछ तपाईँहरूले हैन। अनि यो त भयो यो है। अब ब्याक गरौँ। अनि यो त भयो अब मैले सिकायो माथिको यो जुन म्युजिक ब्याकग्राउन्डहरू कसरी राख्ने। अनि ट्याप टु एड सब
टाइटलहरू राख्ने अनि फोटोहरू बिचबिचमा कुनै मान्छेले भिडियो बनाउँदाखेरि हाल्दाखेरि बिचबिचमा फोटोहरू साइडमा फोटोहरू देखा हुन्छ त्यो चाहिँ यहाँबाट हाल्न सक्नुहुन्छ तपाईँहरूले हैन। ब्याकग्राउन्डको साउन्ड पनि तपाईँहरूले कसरी हाल्नुहुन्छ भन्दाखेरि अब यो माथि टप टु एड म्युजिक भनेर लेखेको छ नि यहाँनिर हो यसमा जानु होला अनि यो म्युजिक यसमा जानु हैन। म्युजिकमा गइसकेपछि यहाँबाट तपाईँहरूले चाहिँ अलरेडी भिडियो म्युजिकहरू तानिसक्नु भएको छ भने यहाँनिर देखाउँछ हैन माई म्युजिक भनेर लेखेको छ अनि यहाँनिर गएर अब यो फाइल एप भनेर लेखेको छ त्यसमा जानु होला अनि आफूले तानेको म्युजिकहरू चाहिँ यहाँ छ हैन छैन रहेछ मेरो चाहिँ सो मैले चाहिँ म्युजिक नतानेको कारणले एउटा फेरि एकचोटि म्युजिकमा जानु त फेरि एकचोटि म्युजिकमा गइसकेपछि ब्लक पप डाइनामिक फ्रेस भनेर यहाँनिर म्युजिकको नामहरू लेखेको छ नि यहाँनिर चाहिँ मैले एउटा ब्लगको लागि चाहिँ ब्लग ब्याकग्राउन्डको लागि हो यो खासमा मैले चुज गरेको अनि यो हेरौँ ल मैले यसलाई चुज गरेँ र चुज गरिसकेपछि चाहिँ मैले अब यहाँनिर धाप्दिने हुन्छ गुडमा हैन र मैले अलरेडी ब्याकग्राउन्ड म्युजिक पनि राखिसकेँ किन त्यस्तो अरू ठाउँमा बनाउँदिन मान्छे भएको ठाउँमा भिडियोमा भन्दा बजिराखेको छैन हैन जिरो लेभल कन्टेन्ट ब्लग खिचेर हिँडिन्छ सबले सोध्छ कति छ सब्स्क्राइबर भन्न पनि लाज लाग्ने के 300 400 ल यो त भयो अब ब्याकग्राउन्डको म्युजिक राख्ने तरिका है अब तपाईँहरूले टप टु एड सबटाइटल भनेर लेखेको छ नि यहाँनिर जानु तपाईँहरूले अनि यो टेक्स्ट भन्नेमा जानु अनि एड हेडिङ भनेर लेखेको छ हैन अनि फिलिङ इन लभ भनेर लेखेको छ यहाँबाट चाहिँ तपाईँहरूले अब कुन स्टाइलको राख्न चाहनुहुन्छ है तपाईँहरूको चोइस अनुसार हुन्छ हैन अनि यहाँ जानु तपाईँहरूले चाहिँ अब यहाँबाट चाहिँ तपाईँहरूले यहाँ लेखिदिनु कि यहाँ तल होला नि है यो यसमा जानु यो पनि अलि भएन यो तपाईँहरूले यहाँनिर देख्नु भएको छ नि यो ब्याक गरौँ यो अलि भएन यसमा जानु होला अनि यहाँबाट चाहिँ जी हाइलाइट है हाइलाइट लेखेर सेभ गरिहालौँ HIGH हाइलाइट भनेर यहाँनिर यसरी सेभ गर्नुहोस् हैन अनि यसलाई पनि डिलिट हानिदिनुहोस् यो हाइलाइट चाहिँ यहाँनिर जान्छ ल हाइलाइट भनेर यहाँनिर जान्छ है त अनि यो चाहिँ यो खालको बनाउनको लागि चाहिँ यो सबटाइटलमा गएर बनाउन सकिन्छ है त अनि यो हाइलाइट लेखेको चाहिँ अब आफूले हाइलाइट कति भिडियो कति काटेर कति सम्म राख्नु भएको छ हैन हाइलाइट कतिसम्म बनाउनु भएको छ त्यही अनुसारले चाहिँ यो हाइलाइट भनेर लेखेको चाहिँ त्यतिसम्म चाहिँ तान्न सक्नुहुन्छ यो ढड्काएको हाइलाइट लेखेको यो चिन्ह चाहिँ अनि यहाँसम्म धापिसकेपछि तपाईँहरूले अब मानौ जस्तै मेरो हाइलाइट यहाँसम्म छ हैन हाइलाइटको भिडियो यहाँसम्म छ अनि मैले यो हाइलाइट लेखेको अक्षर पनि यहाँसम्म लिए हैन सो म भिडियो चालु गर्छु ठाउँमा बनाउँदिन मान्छे भएको ठाउँमा भिडियोमा भन्दा हेर्नुस् यो हाइलाइट हो जिरो लेभल कन्टेन्ट ब्लग खिचेर हिँडिन्छ सबले सोध्छ कति छ सब्स्क्राइबर भन्न पनि लाज लाग्ने के 304 हाइलाइट भयो हैन अनि यहाँबाट चाहिँ अब तपाईँ भिडियो चालु भयो है हो यसको लागि चाहिँ यो चाहिँ एकदम बेस्ट हो अनि यो छोड्यौँ अहिले
अनि अब भिडियो एडिटिङ अब यहाँबाट भिडियो एडिट गर्नुको लागि चाहिँ तपाईँहरूले अब यसरी गर्न सक्नुहुन्छ। अनि यो कैँचीको चिन्ह छ नि स्प्लिट भनेर लेखेको छ, यसबाट चाहिँ तपाईँको भिडियोहरू चाहिँ काट्न मिल्छ है। अनि यो ढड्का छ नि, यो ढड्कालाई चाहिँ यस्तो गरेर अब कुन चाहिँ भिडियोलाई फाल्ने हो त है। अब म चाहिँ यो खालको भिडियोलाई चाहिँ फाल्छु होइन, यो बिचको भागको भिडियो चाहिँ फाल्छु म। यो चाहिँ फालिदिन्छु ल। अनि यो फाल्ने बेलामा चाहिँ यो डिलेट भनेर लेखेको छ, यसमा थिच्दिनु होला। यो ल, यो गयो होइन। फेरि चालु गर्नु। अनि यहाँनिर अब यहाँ चालु गरिनु, फेरि यहाँनिर भिडियो अब आफूलाई चाहिँ जुन मन पर्दैन त्यो खालको भिडियोहरू चाहिँ यहाँबाट तपाईँहरूले फाल्न सक्नुहुन्छ है त। जस्तै यस्तो गर्ने, ब्याक गर्ने अनि यहाँनिर यस्तो बिचमा ढाप्दिने। अनि जस्तै यो लाइनको मन परेन भने कति धेरै लामो चाहिँ मन परेको छैन है, त्यो आफ्नो चोइस हुन्छ होइन। आफूले चोइस गरेर एकदम बुझेर सुनेर र मैले यो यति भाग चाहिँ फाल्दिएँ है। यो यति भाग यो भागलाई चाहिँ फालिदिनुपर्छ, डिलिट गरेर। ल गयो, ल यस्तो गर्नुपर्छ ल। ल यही हो गाइज। अनि यहाँबाट चाहिँ भिडियो अब आफूले सेभ गर्नको लागि माथि यसमा जानु, हरियो बटन छ नि, यहाँनिर जानु होला। जस्तै तपाईँहरू अब यो भिडियोलाई कसरी सेभ गर्ने हो त। अब यो भिडियोलाई सेभ गर्नको लागि त अब कुनै न कुनै त अब कहाँनिर छ भनेर त हेर्नु पर्यो होइन। त्यसको लागि त अब खोज्नै पर्यो। अनि कहीँ कतै खोज्नु पर्दैन, माथि डाउनलोड चिन्ह जस्तै देखाइरहेछ होइन। त्यही डाउनलोड चिन्हमा चाहिँ माथि हरियो छ नि, हरियो बलिरहेछ नि, यो हरियो चिन्हमा चाहिँ ढापिदिनुहोस्। अनि एक्सपोर्ट अडियो ओन्ली भनेछ, ओन्ली अडियो मात्रै भनेछ होइन एउटामा चाहिँ। अनि यहाँबाट चाहिँ तपाईँहरूले कुन साइजको भिडियो डाउनलोड सेभ गर्नुहुन्छ त है। एक्सपोर्ट सेटिङ भनेर लेखेको छ यहाँ। नर्मलमा अब 1080p अनि 720p है। अब यो चाहिँ यहाँबाट चाहिँ मैले यसलाई चाहिँ 1080 मै राखेँ होइन। अनि यो चाहिँ 30 मै राखेँ, ठिक छ ल। अनि यो एभरेज ब्याट रेट mbps भनेको चाहिँ यो अब भिडियो क्वालिटी नै हो यो पनि। म चाहिँ ल यसलाई 34 मा राख्दै। अनि यहाँबाट तपाईँहरूले चाहिँ एक्सपोर्ट गर्नुहोस् है, यहाँबाट एक्सपोर्ट गरिदिनुहोस् तपाईँहरूले। ल डाउनलोड हुँदैछ होइन। ल डाउनलोड हुँदैछ र मेरो ब्याट्री पनि अलिकति कम भएको कारणले चाहिँ म आज यति नै सिकाउँछु होइन। र यो भिडियो एडिटिङ गर्ने चाहिँ यसरी नै हो। अब तपाईँहरूले यसरी नै गर्नु होला। अब मैले बुझाएको अब कतिको बुझ्नु भएन त्यो त अब तपाईँहरूलाई थाहा छँदैछ होइन। अब यदि नबुझेको खण्ड अब उसमा युट्युबमा गएर अब त्यहाँ सर्च गरेर पनि तपाईँहरूले धेरै कुराहरू सिक्नुहुन्छ। युट्युब गुगलदेखि नै धेरै कुराहरू सिक्नुहुन्छ होइन। त्यही भएर अब तपाईँहरूले चाहिँ अब नजानेको कुराहरू चाहिँ त्यही युट्युब अनि गुगलमा गएर सर्च गरेर कतिपय कुराहरू, नजानेको कुराहरू त्यतातिर पनि सिक्न सक्नुहुनेछ होइन तपाईँहरूले। सो त्यही हो गाइज, ओके बाई।